नमस्ते सबैजनालाई हेरिदिनु हुनेहरूलाई मेरो अफ्रिकन हो कि जर्मन मैरीगोल्ड अफ्रिकन मैरीगोल्ड भनेर किनेको। अनि यो मसिनो रायो छरेको पल्लो पनि दुईपल्ट चाहिँ ठुलो ठुलो उकेलेर गइसके। उताको पनि यताको पनि दुई छिमल चाहिँ अझै बाक्लो। अब यो चाहिँ गदावरीका कोपिला अनि फेरि गडीफुल छानामा। अनि यो पनि एउटीले राखिदिने भनेको थियो, राखिदिएको। भरे फोनै उठाउँदैन गदावरीले। यस्तो मात्रै टुप्रासम्म इस्कुस, चुचे करेला, काँक्रा, सानो खालको अङ्गुर, हाम्रो बारी, टमाटर, फुलहरू, टमाटरहरू, लिक अनि स्प्रिङ ओनियन यो बेलुकै फुलेको नाजबत्ती फुल। यो सबै अब बिस्तारै यिनीहरूका दिन रहे। त्यो ठुल्ठुलो भएको चाहिँ ठुलो भएर फुलेका चाहिँ ग्राउन्ड एप्पल भन्दो रहेछन्। बोट मात्रै ठुलो मसिनो फल्छ। राम्रो स्याहार्दैन तर अचेल चाहिँ त्यहाँ बारी धेरै छ। हाम्रो दुई परिवारको यता छोडेर जानुभयो अनि हामीले नै गर्दैछौँ। हामीलाई नै दुई प्लट यतापट्टि र उतापट्टि 5 पोल 10 पोल रोपेको रह्यो। स्प्रिङ ओनियन पाक्चोइ यो बेतु अब दिनकै यो नेपालबाटै ल्याएर रोपेको बोझोघारी। मेरो बोझोघारी पनि यहीँ छ सबै। यस्तो भएपछि चाहिँ एकपल्ट सट्ट अब जाडो सिजन आउने अक्टोबरको 8 तारिक अक्टोबर आज तातै हो। मैले नागीमा मेरो माइती घरमा थियो यो साँझबत्ती फुल छ। इस्कुस फल्यो। मेरी आमै के खान्छन् होला नि भनेर मेरो भतिजले यति चाहिँ फल्यो है। तर स्कुरलले त्यसले चाहिँ चाख्दो रहेछ खालि। त्यसलाई मिठो नभएर छोडेको हो कि किन खाएको हो हाम्रो नङ्ग्राइदिएको। अनि यस्तो छ फुल, कोही अगौटे कोही पछौटे, जम्मरै भाद्रै परैसम्म छनलाई चाहिँ छ। के कसो हुने भयो अब 14 दिनमा यिनीहरू सबै टिप्नु पर्ने छ। यस्तो टिप्दै पुरानो टिपिदिएपछि ट्रेम गरे जस्तो हुन्छ यिनीहरूलाई। कतिको फुल्ने हुन्, यहाँ मात्रै अलिक न्यानो भएर यसलाई ठिक्कको भएछ क्यार। यस्तो यसरी खिच्नु र अनि हुन्छ भिडियोमा भन्छन् जहिले बिर्सिहाल्छु, जहिले बिर्सिन्छु। खालि हो तितेपाती कति अल्गो भुइँमा रोपेको त। यसको फेदमा सोपको साग छ। चुचे करेला चाहिँ आफै आइहाल्छ। अनि छेपीको साग पनि त्यहीँ छ। हिँडो पनि के फलेको छ। खाइदियो सुगालाई भयो। सूर्यमुखीको बिहा चाहिँ आफूले चाहिँ बिउ चाहिँ राखियो। फापर पनि बिउ भयो। अब त हाम्रो खेती किसानको समय बिस्तारै जाँदैछ है। अब त यस्तै छन् हाम्रो अहिलेको। अब भाइटिका आउनु 14 दिन बाँकी छ। 14 दिन